हजुर हिँड्दैछौँ चर्चबाट अस्ट्रेलियाको 40 वर्षको सेवाकाईको यात्रामा 40 वर्ष मनाउनुको लागि धन्यवाद कार्यक्रम मनाउनुको लागि हामी सन्देशमा हिँड्दैछौँ यहाँबाट बाटोबाट जय मसी तपाईहरुलाई हामी यसरी भित्र आएका छौँ जय मसी दाजु जय मसी आराम नि हजुर आराम आज व्यस्त तपाई सबैजना व्यस्त र हामी यसरी हिँडिरहेका छौँ यसरी यहाँ हुँदैछ कार्यक्रम हेर्दै गर्नु थ्याङ्क यू
कार्यक्रमको लागि भेना पनि टाढादेखि आउनु भएको छ होइन भेनालाई पनि स्वागत छ पासदार पास्ने आमा हुनुहुन्छ पासदार पास्ने आमा हुनुहुन्छ यहाँ मनोज दाई आजको कार्यक्रमको लागि अब भेला हुँदैछ यहाँनिर भेला हुने क्रम जारी छ अहिले मान्छे आउने क्रम भइरहेछ प्र्याक्टिस चाहिँ पायरको प्र्याक्टिस हुँदैछ बाइकमा यहाँ पसिना चुइँदैछ छुइँदैछ मेरो चुइँदैछ पसिना बगाउँदैछु अझ हाम्रो अगुवा हुनुहुन्छ यस हाम्रो सबै हाम्रो अगुवाहरू हुनुहुन्छ अगुवाहरू उत्तम है पिछले जान स्वागत छ यहाँ स्वागत गरिदिनु बस्दै हुनुहुन्छ आउने क्रम हुँदैछ आजको दिन हाम्रो लागि विशेष दिन हो हाम्रो आदरणीय पास्टर गुरुबा डाक्टर मङ्गलमान महर्जनज्यूले आफ्नो सेवा कार्य पुरा गर्नुभएको 40औं वर्षगाँठ जसलाई हामी मानिक उत्सव पनि भन्छौँ रुबी जुबिली त्यसको अवसरमा हामी अहिले उत्सवको लागि तयारी स्वरूप यहाँ उभिराखेका छौँ र उहाँको आगामी सेवाहरूमा पनि शुभकामना दिन चाहन्छौँ र हामी सबैलाई उहाँको सेवाबाट प्रेरणा र उत्साह मिलेको छ यसको लागि परमेश्वरलाई धन्यवाद कार्यक्रम सुरु गर्न जाँदैछौँ
जय मसीह नमस्कार यहाँ सबैलाई आजको यो विशेष गरिकन पास्टरीय सेवाको 40औं वर्षगाँठमा नेपालदेखि बाहिरबाट पाल्नुहुने काठमाडौँ उपत्यकाभन्दा बाहिरबाट पाल्नुहुने काठमाडौँ उपत्यकाभित्र रहेका सम्पूर्ण विभिन्न मण्डली सङ्घ संस्थाबाट पाल्नुहुने र कोइलिनिया मण्डलीबाट पाल्नुहुने पास्टर अगुवाज्यूहरू लगायत सम्पूर्ण विश्वासी दाजुभाइ दिदीबहिनीहरूलाई न्यानो अभिवादन स्वागत भन्न चाहन्छौँ। साँच्चै नै परमेश्वरले हामीहरूको जीवनमा अचम्म प्रकारले काम गर्नुहुन्छ। भर्खरै हामीले गाएको भजन जस्तै जसरी फुलले ढाकेको बाटो एकदम सुन्दर हुन्छ, राम्रो हुन्छ, हामी सबैलाई मनपर्छ। अनि त्यसै गरिकन हामीले ख्रिस्टको साँची सजाउनु छ। अनि एकजना प्रभुका दासले 40 वर्षसम्म आफ्नो पास्टरीय सेवाको जुन साँची सजाउनु भयो, त्यस कारणले गर्दाखेरि आज हामी सबैजना मिलेर अनि एकै मनको भइकन परमेश्वरलाई महिमा गर्ने ठाउँमा भेला भएका छौँ। आमेन। अनि आज हामीले कसैलाई पनि प्रमुख अतिथि बनाएका छैनौँ र हाम्रो बिचमा कोही विशेष अतिथि पनि हुनुहुन्न। तपाईँहरू सबै नै अतिथि हुनुहुन्छ, किनभने तपाईँहरू सबैलाई नै अतिथिको रूपमा हामीले यहाँ बोलाएका छौँ। यद्यपि हामीले केही व्यक्तिहरूलाई हामी आसन ग्रहण गराउन चाहन्छौँ यथास्थानमा नै। यस कारणले गर्दाखेरि म नाम भन्नेछु, तपाईँहरू जहाँ हुनुहुन्छ त्यहीँ बसिदिनु हुनको निम्ति म आग्रह गर्न चाहन्छु। अनि विशेष गरिकन अनि आज हामीले जुन 40औं वर्षगाँठ पास्टरी सेवाको 40औं वर्षगाँठ मनाउँदैछौँ। अनि त्यसको विशेष नायक हुनुहुन्छ कोइलिनिया पाटन मण्डलीका वरिष्ठ पास्टर रेभरेन्ड डाक्टर मङ्गलमान महर्जन। अनि उहाँ हाम्रो बिचमा हुनुहुन्छ। उहाँ हुनु भएन भने आजको कार्यक्रममा शोभायमान हुन सक्दैन। यस कारणले गर्दाखेरि उहाँलाई एकपल्ट उठिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु। हामी ताली बजाएर उहाँलाई स्वागत गर्नेछौँ र उहाँको परिवारलाई पनि उठिदिनु हुनको म अनुरोध गर्न चाहन्छु र उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। त्यसै गरिकन सम्पूर्ण पास्टर अगुवाज्यूहरू जो जहाँबाट आउनुभएको छ आफ्नो स्थानमा उठिदिनु होला। एकपल्ट पास्टर अगुवाज्यूहरू सबै उठिदिनु होला। तपाईँ सबैलाई पनि हामी ताली बजाएर स्वागत गर्नेछौँ। अनि त्यसै गरिकन देशदेखि बाहिरबाट अनि उपत्यकादेखि बाहिरबाट आउनुहुने सम्पूर्ण पाहुनाज्यूहरूलाई पनि यथा स्थानमा तपाईँहरू उठिदिनु हुनलाई हामी आग्रह गर्न चाहन्छौँ। तपाईँहरू सबैलाई पनि हामी सबैजना मिलेर कोइलिनिया मण्डली परिवार मिलेर स्वागत गर्न चाहन्छौँ। यहाँहरू सबैलाई आजको यस विशेष कार्यक्रममा स्वागत छ। हुन्छ, धन्यवाद बस्न सक्नुहुन्छ। अब हामी आजको कार्यक्रमलाई प्रार्थना गरेर सुरुवात गर्न गइरहेका छौँ र सुरुको प्रार्थना गरिदिनुको निम्ति कोइलिनिया पाटन मण्डलीका वरिष्ठ एल्डर हाम्रो एल्डर राधेश्याम श्रेष्ठज्यूलाई म आग्रह गर्न चाहन्छु। म अगाडि आइकन आजको कार्यक्रमको निम्ति प्रार्थना गर्नुहुनेछ। सबैलाई जयमसी। आज हामी धेरै खुसी छौँ। परमेश्वरको अनुग्रहमा हाम्रो पास्टर बाबुले सेवाकाई सुरु गर्नुभएको मात्र होइन, उहाँले अभिषेक भएर 40 वर्ष पुरा गर्नुभएको छ। यो धेरै हाम्रो लागि गौरवको कुरा छ। यसकारण हामी हाम्रा सृष्टिकर्ता परमेश्वरलाई धन्यवाद चढाउँ र आजको कार्यक्रम हामी परमेश्वरको हातमा सुन्छौँ। आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गरौँ। स्वर्गलाई पनि फेरि सृष्टि गराउने
गर्दछौँ प्रभु तपाईको नाउँको हामी बढाइ गर्दछौँ तपाईको नाउँको हामी ओ प्रभु बढाइ गर्दछौँ तपाईँ अनन्तको परमेश्वर साँचो अनि सत्य परमेश्वर तपाईँ जीवित परमेश्वर जो हाम्रो माझमा खडा हुनुहुन्छ तपाईँलाई हामी उचाल्दछौँ हाम्रो प्रशंसाले हाम्रो स्तुतिले हामी तपाईँको नाउँको बढाइ गर्दछौँ प्रभु तपाईँ सबैको योग्य हुनुहुन्छ हालेलुया महिमा येशू राजालाई प्रशंसा येशू राजालाई हालेलुया प्रशंसा महिमा आदर भक्ति तपाईँलाई हामी चढाउँदछौँ हालेलुया प्रशंसा 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 तपाईँ महिमाको राजालाई स्तुति प्रशंसा महिमा आदर अनि भक्ति चढाउँदछौँ प्रभु तपाईँलाई किनभने तपाईँ हाम्रो इमानुएल प्रभु तपाईँ हुनुहुन्छ तपाईँ हाम्रो माझमा खडा हुनुहुन्छ प्रभु तपाईँ हामीसँग रहनुहुने हाम्रो परमेश्वर हालेलुया जसरी यसैया 7:14 भविष्यवाणी गरेको छ मत्ती 1:23 अनि त्यो पुरा भएको छ कन्याले गर्भधारण गर्नेछन् उसले बालक जन्माउनेछ अनि त्यो बालकको नाम चाहिँ इमानुएल राखिनेछ जो ख्रिस्ट हामीहरूसँग जो परमेश्वर हामीहरूसँग आज प्रभु तपाईँ हाम्रो साथमा हाम्रो माझमा हामीसँग रहने परमेश्वर तपाईँ हुनुहुन्छ हालेलुया हामी तपाईँलाई उचाल्दछौँ प्रभु हामी येशूमा विश्वास गर्नेहरू हाम्रा सृष्टिकर्ता र हाम्रो पालनकर्ता हाम्रा गोठालो हाम्रो मार्ग दर्शक प्रभु तपाईँ हुनुहुन्छ तपाईको आनन्दपूर्वक प्रशंसा गर्न हरेक कारण छ प्रभु हामीहरूसँग हामी तपाईका हौं तपाईले हामीलाई सृष्टि गर्नुभयो अनि हामीलाई सृष्टि मात्रै गर्नु भएन हामी प्रभु पापमा मरेका व्यक्तिहरूलाई तपाई येशूले आज हामीलाई नयाँ जीवन दिनुभयो र तपाई ख्रिस्टमा हामीलाई बौरी उठाउनु भयो तपाईको धार्मिकता हामीलाई दिनुभयो र आफ्नो निजी प्रजा हामीलाई बनाउनु भयो हालेलुया किनभने तपाई हामीलाई चिठ्याउने परमेश्वर हुनुहुन्छ हाम्रो असल गोठालो तपाईँ हुनुहुन्छ हालेलुया प्रभु हालेलुया हालेलुया हजुर परम प्रभु मेरो असल गोठालो हुनुहुन्छ मलाई केही कुराको अभाव हुँदैन उहाँले मलाई हरियो खर्कमालले ठाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ मृत्युको अन्धकारमय घाँटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन हालेलुया किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ तपाईँको लट्ठी र तपाईँको लहुरेले मलाई सान्त्वना दिन्छ हालेलुया मेरो शत्रुहरूका सामुने तपाईले मेरो निम्ति भोज तयार पार्नुहुन्छ तपाईले मेरो तेलले अभिषेक गर्नुहुन्छ अनि मेरो कचौरा भरिएर पोखिन्छ हालेलुया हालेलुया निश्चय नै तपाईको भलाइ र तपाईको करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परम प्रभुको घरमा म सदा सर्वदै वास गर्नेछु हालेलुया प्रभु हालेलुया यो प्रतिज्ञा प्रभु आज तपाईले हामीलाई दिनुभएको छ तपाईको मण्डलीलाई तपाईले दिनुभएको छ तपाईका चुनिएकाहरूलाई तपाईले यो प्रतिज्ञा तपाईले दिनुभएको छ हालेलुया
गोठालो हुनुहुन्छ परम प्रभु मेरो गोठालो जो प्रभु तपाईँ हाम्रो गोठालो हाम्रो मार्ग निर्देशक तपाईँ नै हुनुहुन्छ हामीलाई सुख चैनको पानीमा डोराउने हाम्रो परमेश्वर तपाईँ हुनुहुन्छ ओ प्रभु हामीलाई केही कुराको खटी हुँदैन हालेलुया खाँचो छैन अभिवादन जयमसी तथा स्वागत। आजको यस विशेष अवसरमा यहाँहरूलाई स्वागत गर्न पाउँदा कोइनोनिया मण्डली परिवार सहित अति आनन्दित आशिषित र हर्षविभोर भएको छु। आदरणीय गुरुबाको 40औं वर्षसम्मको सेवा कार्यलाई यसरी उत्सवको रूपमा मनाउन पाउनु हामी सम्पूर्ण कोइनोनिया मण्डली परिवार तथा उहाँका शुभचिन्तकहरू र परमेश्वरको सेवामा लाग्नुभएका हरेक व्यक्तित्वहरूको लागि असाधारण र दुर्लभ उपलब्धि हो। 40औं वर्षसम्म परमेश्वरको बलावतमा सत्यनिष्ठापूर्वक स्थिर सरल र सर्वप्रिय भएर सफल हुनु अति नै दुर्लभ र असाधारण उपलब्धि हो। आदरणीय गुरुबाले जुन लगनशीलता सत्यनिष्ठा सरलतापूर्वक आजको दिनसम्म सेवा कार्य गर्नुभएको छ यो हामी सबैको लागि सधैँको लागि अति नै अनुसरण योग्य र आदर योग्य र प्रशंसा योग्यको छ। यो कोसे ढुङ्गा मानिक उत्सव रुबी जुबिलीको उपलक्ष्यमा परमेश्वरको राज्य विस्तारको इतिहासमा हामी सबैको लागि यो अवसर चिरस्मरण योग्य र प्रेरणाको स्रोत भएर रहनेछ। उहाँको यस सफलतामा हामी मण्डली परिवार र शुभचिन्तकहरू साथै सबैजना सहभागी हुन पाउनु अति आशिषमय र गौरवमय कुरा हो। यस अवसरमा हामी सबैले आदरणीय गुरुबा अझै उहाँलाई साथ र सहयोग साथ दिँदछौँ कि आगामी दिनहरूमा आजको यस उत्सव पर्यन्त पनि उहाँको सेवा कार्य अझ सशक्त प्रेरणादायी रहेको होस् भनी हामी सबैजना प्रार्थना गर्दछौँ। उहाँले पाउनुभएको यस सफलताको उत्सवको अवसरमा ती दिनहरूदेखि आजको दिनसम्म र भविष्यका दिनहरूमा समेत पनि साथ सहयोग र समर्थन दिनुहुनेछ
र आजको दिनसम्म योगदान पुर्याउनु हुने सम्पूर्ण देश अदेश जो हाम्रो माझमा अहिले रहनुहुन्न उहाँहरूलाई पनि यो समय म स्मरण गर्न चाहन्छु र श्रद्धापूर्वक उहाँहरूको सम्झनामा परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र उहाँहरूको योगदानको कदर पनि गर्न चाहन्छु। यो उत्सवसम्म आइपुग्नको लागि आदरणीय गुरुबालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ सहयोग र समर्थन गर्नुहुने ज्ञात अज्ञात व्यक्तित्वहरू र अग्रज अगुवाहरू लगायत सम्पूर्णलाई एकपटक फेरि पनि श्रद्धा अर्पण गर्न गर्दछु। उहाँहरूमध्ये कतिजना भौतिक रूपमा हामी माझ नरहनु भए तापनि हाम्रो मानस पटलमा आजको यो दिन उहाँहरूको स्मरण ताजा गराउन चाहन्छु। उहाँहरूको बलिदानीपूर्वक योगदानको कारण आज हामी यहाँसम्म आउन आधारशिला तयार भएको कुरा पनि हामी एकपटक स्मरण गर्न चाहन्छौँ। यस विशेष अवसरमा यहाँहरूको अमूल्य उपस्थितिको लागि आफ्नो व्यस्तताका बावजुद पनि देश विदेशबाट भूगोलहरू पार गर्दै सात समुद्र पार गर्दै यहाँसम्म आइपुग्नु भएका सम्पूर्ण अतिथिगणहरूमा मण्डलीको तर्फबाट आयोजक कमिटीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक आभार व्यक्त गर्दछु र तपाईँहरूलाई म स्वागत भन्दछु। फेरि पनि यस ऐतिहासिक घडीमा हाम्रा अति नै आदरणीय गुरुबा रेभरेन्ड डाक्टर मङ्गलमान महर्जन ज्यूलाई हार्दिक बधाई तथा शुभकामना र उपस्थित सम्पूर्णलाई हार्दिक 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 स्वागत गर्दछु र आजको यस अवसरमा पास्तरीय सेवाकाई 40औं वर्ष पुरा गरी मानिक उत्सव बनाउन रुबी जुबिली मनाउनको लागि यो अवसर दिनुहुने परमप्रभु परमेश्वरलाई पनि हामी धन्यवाद भन्दछौँ र धन्यवाद टक्राउन चाहन्छौँ र यस सेलिब्रेसन हामी हर्षोल्लास साथ सबैजना सहभागी भएर मनाउनेछौँ। परमप्रभु परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस् र सबैलाई म हार्दिक स्वागत गर्दछु। जय मसीह। धन्यवाद। हुन्छ पास्टर किशोर महर्जनजीलाई धन्यवाद स्वागत मन्तव्य राखिदिनु भएको लागि र यहाँ सबैलाई स्वागत गरिदिनु भएको लागि। हामीले पास्टर डाक्टर मङ्गलमान महर्जनज्यूको कुराकानी गरिरहेका छौँ अनि उहाँको जन्म 2012 साल असार 5 गते ललितपुर अहिलेको ललितपुर महानगरपालिका बैलान्छे कोबाहालमा भएको हो। उहाँको बुवाको नाम चाहिँ सैचा महर्जन हो भने उहाँकी आमाको नाम तरिमाया महर्जन हो अनि उहाँका एक दाजु र एक दिदी हुनुहुन्छ। अनि उहाँ जसै हुर्कदै बढ्दै जानुभयो अनि 5-6 वर्षको हुने क्रममा अनि त्यहाँ विशेष गरिकन नेवारी टोलहरूमा त्यहाँनिर विशेष गरिकन गुठीले सञ्चालन गरेका ती गुठी घरहरू हुने गर्थे, अहिले पनि छन्। प्यारे प्रभु हामी तपाईँलाई धन्यवाद दिँदछौँ अनि विशेष गरिकन यो वचनको भागलाई तपाईँको हातमा हामी दिँदछौँ। प्यारे प्रभु हामी तपाईँलाई धन्यवाद दिँदछौँ अनि त्यसपछि अहिले जति पनि एउटा रहल कार्यक्रमहरू छन् भागहरू छन् यी सबै कुराहरू पनि तपाईँको हातमा समर्पण गर्दै अनि यो बिन्ती अनि प्रार्थना चढाउँदछौँ ख्रीष्ट येशू प्रभुको नाममा। एल्डर कमल शेषज्यूलाई धन्यवाद प्रार्थनाको निम्ति। अब म आजको निम्ति विशेष हाम्रो वक्तालाई बोलाउन गइरहेको छु अनि दुवैजना 1973 सालमा सँगै एसएलसी दिनुभएको, 6 कक्षादेखि सँगै पढ्नुभएको उहाँहरू अनि सँगै एसएलसी पनि दिनुभयो 2029 सालमा। अनि दुवैजना चाहिँ फेरि साइन्स पढ्नुभयो, एउटाले क्रिस्चियनमा पढ्नुभयो अर्कोले चाहिँ उता अङ्ग्रेज साइन्समा पढ्नुभयो अनि दुवैजना अब साइन्टिस्ट हुनुपर्ने वैज्ञानिक के हुनुपर्ने अनि हाम्रो मण्डलीका पास्टर अगुवाहरू भइरहनु भएको छ र आज परमेश्वरको वचन हाम्रो बिचमा अहिले राख्दै हुनुहुन्छ, हामीहरूको बिचमा आउँदै हुनुहुन्छ रेभरेन्ड ओम प्रकाश सुब्बाजी। उहाँलाई ताली बजाएर स्वागत गर्नेछौँ। हाम्रो बिचमा परमेश्वरको वचन उहाँले प्रस्तुत गर्नुहुन्छ। सर्वप्रथम हाम्रो मूल गोठालो हाम्रो प्रधान पुजारी प्रभु यीशु ख्रीष्ट हाम्रो मुक्तिदाता येशूलाई आजको यस दिनमा
यो सम्झनाको घडी एउटा माइलस्टोन, एउटा इतिहासको एउटा मुख्य खुड्किलामा हामी छौँ। यो पास्टर मङ्गलको कुरा मात्र होइन, यसबाट हामी बुझ्न सक्छौँ पाटन मण्डली हामीले आफ्नो हैसियत हामी को हौँ भन्ने कुरालाई बिर्सेर त्यो आत्मीयतालाई अँगाल्नु एकदमै जरुरी छ। 56 वर्षको सहयात्रा चान्सुने कुरो होइन। हामी सानो बच्चादेखि नै 12 वर्षको उमेरदेखि सँगसँगै हिँडेर र एकदमै घनिष्ठता बढेको चाहिँ 9 क्लासबाट मात्रै हो। र हामी यहाँबाट आउ जाऊ घरमा, अनि यहाँ दाजुभाउजूसँग दाइ र भाउजू त मेरो दाजुभाउजू चाहिँ भन्दा पनि ठुलो लाग्थ्यो। अनि उहाँहरूले गरेको सम्मान अब त्यति बेला त उहाँहरूले बुझ्नु भएको थिएन, म पनि विश्वासै भएको थिएन। तर जब 10 क्लासमा पुगेँ 1973 अथवा 2029 सालको एसएलसी अघि 30 साल भन्ने जस्तो लाग्यो, 29 हो। अनि त्यसमा हामीले सँगसँगै यसरी हामी यात्रा गरेको। बिचमा 1 वर्ष चाहिँ हामी दुवैजना पढाइमा एकदमै व्यस्त भएको कारणले हामी एकअर्कालाई भेट्न पनि पाएका थिएनौँ। त्यसपछि हामी विश्वासको सहयात्रा पनि सँगसँगै गऱ्यौँ। एउटै मण्डलीमा यत्रो वर्षसम्म हामी सेवा कार्य गर्न पनि पायौँ। यो सबै परमेश्वरको देन हो। अनि यसमा हामी हर्षोल्लास साथ हामी एउटा परमेश्वरको दासलाई सम्मान गर्नको लागि यहाँ उपस्थित छौँ। यो आजको वचन चाहिँ हामी यहाँ धेरै सहकर्मी मित्रहरू पनि छ मेरो, विभिन्न ठाउँबाट आउनु भएको। कतिजना तपाईँहरू हामीभन्दा अलि उमेरमा सानो होला, सेवाकाईमा कोही कोही भर्खर आउँदैछन्, अनि नयाँ जेनेरेसनहरू आउँदैछन्। तपाईँहरू सबै सेवाकाईमा हुनुभएका मित्रहरू र सबै पाटन मण्डली र कोइलिनिया मण्डलीका सबै विश्वासीहरूको लागि सुहाउँदो एउटा वचन अब हामीले एउटा भनौँ न हेर्नुपर्ने कुराहरू छ। एउटा माइलस्टोन हामीले तय गर्यौँ। 40 वर्षको पास्टर मङ्गलज्यूले जुन प्रकारले जुन हिसाबले सेवाकाईमा अगुवाई दिँदै आउनुभयो, मलाई लाग्छ उहाँको अगुवाईलाई कसैले अस्वीकार गरेन। बिचबिचमा अलिकति तलमाथि पनि भए तापनि हाम्रो सपोर्ट उहाँलाई सधैँ नै रह्यो। र हामीले यो मण्डलीलाई यसरी देख्न पाएकोमा परमेश्वरको साँच्चै नै हामीले महिमा उहाँलाई नै दिनुपर्छ। र हामी जस्तो माटोको भाँडालाई बनाउने परमेश्वर हुनुहुन्छ। हामी अझै बनिन बाँकी छ, अझै बाँकी छ, तर यहाँसम्म ल्याउनु भएको निम्ति हामी गर्व गर्छौँ। पास्टर मङ्गललाई हामीले हेर्दाखेरि हाम्रो मण्डलीको पास्टर, मैले त्यही भन्छु बाहिरको मण्डलीलाई, हामीलाई गर्व गर्ने पास्टर हामीले पाएका छौँ। र हामीले मूल्याङ्कन गर्नु पनि पर्छ। अनि हामीमा भएको घटी कमीलाई हेर्ने बानी पनि बसाउनु पर्यो यो आजको दिनको यो विशेष स्मरणको समयमा। यसकारण अहिले हामी परमेश्वरको वचनबाट हामीले गरिरहेको सेवालाई एक प्रकारले मूल्याङ्कन गर्ने कुरामा हामी केन्द्रित हौँ। मेरो आज शीर्षक चाहिँ पास्टर मङ्गललाई नै लिएर भनेको छु, विश्वासयोग्य सेवक फलदायी सेवकाई तपाईँले। यसकारण 1 तिमोथी 5:17 भने जस्तै जो अगुवापनमा राम्रोसँग अगुवाई गरिरहेका छन् तिनीहरूलाई हामीले दोब्बर सम्मान दिनुपर्छ। विशेष गरी जसले वचन र शिक्षामा परिश्रम गर्छन् ती अगुवाहरू, ती पास्टरहरूलाई विश्वासी दाजुभाइहरू र उहाँको सहकर्मी साथीहरूले सम्मान दिने गर्नुपर्छ। यो चाहिँ परमेश्वरको वचनको आज्ञा हो। कतिचोटि हामी सम्मान दिनलाई अलिक हिचकिचाउँछौँ। अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाको रूपमा कार्य गरिरहेछन् मण्डलीले तिनलाई दोब्बर पुरस्कार दिनुपर्छ भनेर परमेश्वरको वचनमा लेखिएको छ। परिचयको कुरा गर्दा अब हामी एउटा अवसरको पहिचान गरेका छौँ। 40 वर्षको एउटा पास्टरीय सेवकाईको यात्रा। अनि यो अवस्थामा विशेष गरिकन हाम्रो पास्टरले 40 वर्ष
सेवाकाई निष्ठावान सेवाकाईको उत्सव मनाउने यो समयसम्म हामी आइपुग्नुको मतलब उहाँको सेवाकाई निष्ठावान सेवाकाईको कारणले। पास्टरको भूमिका के हुनुपर्छ? पास्टर भने को हो त खासमा? बाइबलले हामीले स्पष्टसँग देखेको कुरा चाहिँ सानो कुरा छ। गोठालो, हेरचाह गर्ने, शिक्षा सिकाउने, सल्लाहकार, मान्छेहरूलाई निर्देशन गर्ने, सहायता गर्ने, उत्साह दिने र सेवक अगुवा परेको बेलामा सहायता गर्ने। अगुवा सानो भएर कहिले कहिले अगुवाई पनि गर्नुपर्छ, सहनु पनि पर्छ। मलाई त पास्टर मङ्गल एकदम सहनशील मान्छे हुनुहुन्छ। हाम्रो एउटा डिकनको कमिटी हेर्नुभयो भने तपाईँले असलको बजार जस्तो देख्नुहुन्छ झट्टै हेरेर। किनकि हामी धेरै खैलामेला गर्छौँ, हामी एकदमै विचार बाँच्ने काम गर्छौँ। कोही चाहिँ यतिसम्म पनि कराउँछ, हुँदैन। यो सानो मिनी संसद जस्तै हो। अनि यी सबै कुरामा उहाँले कसरी चाहिँ सहाएर अगुवाई गर्छ भन्ने कुरामा ताजुबै मान्नुपर्छ। अनि मेरो मित्रहरूलाई थाहा छ, यो मैले भन्दाखेरि हाँस्दै हुनुहुन्छ। हामी याद गर्नुपर्ने कुरा चाहिँ परमेश्वरको वचनमा भने जस्तै ख्रिस्ट हाम्रो प्रभु हुनुहुन्छ, जसले मानिसहरूलाई विभिन्न किसिमको वरदानहरू दिनुभएको छ। जब उहाँले दिनुहुँदै गर्दाखेरि कसैलाई प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई शिक्षक, कसैलाई प्रचारक, कसैलाई गोठालो, यो बाँडी दिनुभएको छ। हामीले बुझ्नुपर्ने चाहिँ मेरो वरदान के हो, मेरो बोलावट के हो। हामी चाहिँ कम्प्लिमेन्टरी भएर काम गर्नुपर्छ, कम्पिटेटर भएर होइन। पास्टर मङ्गलले कहिले पनि कम्पिटेटरको रूपमा हेरेन। उहाँले पनि मलाई त्यसरी हेर्नु भने जस्तो लाग्छ। किन हाम्रो बोलावट र वरदान फरक छ। कति मान्छेले सोध्छ तपाईँ दुईजना कसरी चाहिँ मिलेर जानु भएको? पार्टी चर्चको विश्वासीहरूले पनि छक्क पर्छन्। होइन तपाईँ पनि पास्टर हुनुपर्ने नि पनि भने मैले पनि मेरो बोलावट यो हो, यसमा म लागिरहनुपर्छ, कुनै दिन आउला त्यो पनि हुन्छ कि। अनि यसकारण मान्छेले बुझ्न नसक्ने कुरा चाहिँ के हो त भन्दाखेरि हामीलाई परमेश्वरले दिएको वरदान र उहाँले हामीलाई दिएको बोलावटमा तपाईँ कति वफादार हुनुहुन्छ, त्यो नै तपाईँको सफलताको पहिचान हुन सक्छ। त्यसकारण यो केवल पास्टर भन्ने कुरा सेवा, विशेष गरी पास्टरको सेवाकाई चाहिँ पेसा होइन, यो त परमेश्वरको बोलावट हो। किनकि यो प्रभु येशू ख्रीष्ट आउनुभन्दा अगाडि नै यिर्मयाले भविष्यवक्ताले भन्नुभएको थियो 3 अध्यायको 15मा, अनि मेरो हृदयले रुचाएको गोठालाहरू म तिमीलाई दिनेछु, मेरो मनको अनुसारको गोठालाहरू। एउटा गोठालाको कुरा मात्रै गरेको छैन, गोठालाहरू दिनेछु। यो हिसाबमा तपाईँ र म पनि कतै न कतै गोठालाहरू हौँ र तपाईँसँग आउने, सम्पर्कमा आउने मानिसहरू, तपाईँले सेवाकाईमा तपाईँले दिइरहेको मानिसहरू, तपाईँ जुन ठाउँमा हुनुहुन्छ तिनीहरूको गोठालोपन हामीले गर्नुपर्ने कुराहरू छ। यसकारण परमेश्वरले हामीलाई उहाँको मनले छानेको अनुसारको गोठाला दिनुहुन्छ। हाम्रो मण्डलीमा यो पास्टरको छनौट हुने बेलामा हामीलाई धेरै गाह्रो परिरहेको कुराहरू थियो। अनि सबभन्दा पहिला हामी 3 जना सल्लाह गरेर एरन दाजु, पास्टर मङ्गल अनि म, हामी 3 जना सेवाकाईमा थियौँ क्याम्पस विषयले। तर अब हामीले सक्ने अवस्था भएन। उहाँ पढिरहन्जेलसम्म जेनतेन एरन दाजु म भएर त्यो मण्डलीलाई हेरचाह गर्ने कुरा गरेको थियो। त्यति बेला हाम्रो खासै कमिटी पनि थिएन। अनि बुढाहरूलाई अलि सल्लाह दिनु पर्दाखेरि शङ्कर दाइ र हाम्रो रामकृष्ण दाजुको बुवा, म त उहाँको नाम पनि सोधे पनि छैन, थाहा पनि छैन, बिर्से है। जो उहाँ 2 जना पाका मानिसहरूले राम्रो सल्लाह दिनुहुन्थ्यो। यद्यपि उहाँले धेरै पढेको थिएन, बाइबल पनि त्यति जानेको होइन, तर कतिवटा बुद्धिको कुराहरू उहाँले दिनुहुन्थ्यो। त्यति बेला हामी
दुईजना तिमी हो तिमी हो तिमी हो तिमी हो। यो चाहिँ एउटा नम्रता पनि होला दुईजनाको। अनि पछिबाट हामी प्रार्थना गर्दै जाँदाखेरि हाम्रो बोलावट परमेश्वरले देखाउनु र उहाँ इच्छुक हुनुभयो र उहाँले पास्टरको सेवाकाई दिनको निम्ति हामी पनि सहायता गर्छौँ भन्ने कुराहरू भइसकेपछि हामी उहाँ पास्टरको सेवाकाईमा लाग्नुभयो क्याम्पस क्रुसेड छोडेर। अनि म चाहिँ क्याम्पस क्रुसेडमा लगातार बसेको। अब हामीले एउटा मण्डलीमा एउटा विश्वासयोग्य सेवाको जीवन पाएको व्यक्ति नै गोठालो हुनुपर्छ भन्ने कुरा परमेश्वरको वचनमा हामी देख्छौँ। र अनुग्रह धनबाट पनि मलाई अभिनन्दन गर्दै हुन्छ। अनि अरू कसैले गर्न चाहनुहुँदैन अन्तमा हामी त्यो व्यवस्था गरेका छौँ। अन्तमा पनि त्यो व्यवस्था छ। आइएनएसएलसीको वितरण गर्नको निम्ति हामी पास्टर रेखावती लगायत टिमले अगाडि आइदिनु होला। ज्ञानी अगुवाहरू उज्जवल आकाशलाई चम्कनेछन् औ मानिसहरूलाई सत्य मार्गमा सदा सर्वदा निम्ति डोराउनेहरू चाहिँ ताराहरू चाहिँ हुनेछन्। दानियल 12:3। बधाई एवं हार्दिक शुभकामना। रेभरेन्ड डाक्टर पास्टर मङ्गलमान महर्जनज्यू क्वाइनिया मण्डलीका मात्र वरिष्ठ पास्टर हुनुहुन्न, नेपालकै मण्डलीहरूको निम्ति उदाहरणीय र प्रेरणादायी आशिषका स्रोत हुनुहुन्छ। परमेश्वरको बोलावटमा स्थिर गएर आफ्नो मण्डलीमा मात्र होइन नेपाली भाषी मण्डलीहरूमा पुर्याउनु भएको सेवाकाईको लागि परमेश्वरलाई धन्यवाद चढाउँछौँ। उनै रेभरेन्ड डाक्टर तथा पास्टर मङ्गलमान महर्जनज्यूको सेवाकाईको 40 वर्ष पुगेको शुभ उपलब्धिमा अनुग्रह मण्डली धरान परिवार प्रार्थना साथ बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। पास्टर प्रभु तथा अनुग्रह मण्डली परिवार धरान। पास्टर बुवा डाक्टर मङ्गलमान महर्जन उहाँले नेपालका मण्डलीहरूको लागि मात्र होइन तर आइएनएसएलसी मार्फत संसारको 200भन्दा बढी देशहरूमा छरिएर रहेका नेपाली भाषी मण्डलीहरूलाई पनि उहाँले विगत 5 वर्षदेखि कहिलेकाहीँ यो पाहुना वक्ताको रूपमा होइन तर 5 वर्षदेखि लगातार रूपमा हरेक हप्ता बिहिबारको दिन उहाँले लगातार रूपमा सिकाइराख्नु भएको छ। र त्यो सिकाउने क्रममा म के भन्न चाहन्छु भनेदेखि बरु मैले कहिलेकाहीँ चाहिँ भ्याग क्षेत्रमा हरेक विगत झन्डै 6 वर्षदेखि हरेक हप्ता बिहिबारको दिन नेपाली भाषी
मण्डलीलाई बलियो बनाउन सिकाइराख्नु भएको छ र यो आइएसएफटीमा चाहिँ नेपालको मण्डलीको साथसाथै विदेशका विभिन्न र साथै फरक फरक डिनोमिनेसन जस्तै हाम्रो बिचमा वास्तु प्रेम श्रेष्ठ हुनुहुन्छ, ज्ञानेश्वर मण्डली, त्यसपछि डाक्टर बालकृष्ण शर्मा, एओजी मण्डली, हाम्रो राजेन्द्र मल्ल, ब्याप्टिस्ट मण्डली, सबै डिनोमिनेसन सबै सम्प्रदायहरूको पर्खाललाई पार गर्दै अनि सबै देशहरूको पर्खाललाई पार गर्दै हाम्रो परमेश्वरको अनुग्रहमा नेपाली भाषीहरूलाई विभिन्न देशहरूमा स्थापना गरिएको मण्डलीलाई उहाँले सिकाउने काम विगत 6 वर्षदेखि लगातार रूपमा हरेक हप्तामा हरेक दिन नै उहाँले सिकाइराख्नु भएको छ। म त्यसमा हामीहरू सबै आइएसएफटी परिवारको तर्फबाट म उहाँलाई विशेष उहाँको दाइको तर्फबाट पछि भन्छु। अहिले हाम्रो सबै नेपाली भाषी मण्डली पास्टर अगुवाहरूको तर्फबाट म उहाँलाई विशेष बधाई दिन चाहन्छु। उहाँ एउटा एकदमै हामीहरू सबैजनाको निम्ति नै एउटा प्रेरणादायी व्यक्ति हुनुहुन्छ। मेरो निम्ति पनि उहाँ प्रेरणाको स्रोत हुनुहुन्छ। म परमेश्वरलाई उहाँको निम्ति धन्यवाद दिन्छु र यसलाई दिइदिनु हुनको निम्ति हाम्रो गुरुआमा रेखा ओझा उहाँकै हातबाट हामी दिनेछौँ। एकचोटि पढ्नु हस् हामी एकचोटि पढेर चाहिँ सुनाउनेछौँ। यहाँ यसरी लेखेको छ, Honoring Reverend Pastor Dr. Mangalman Mahajan, with the deep gratitude and reverence, we celebrate your 40 years of unwavering commitment to God's work. Your devoted ministry, powerful preaching, and humble leadership have touched countless lives within the Nepalese community. May God continue to guide and bless every step of your faithful journey. From International Nepali Speaking Leadership Training, ISF Family, March 6, 2025. हुन्छ, सबैजनालाई धन्यवाद। हामीले भेट्ने कार्यक्रम अलिक पछाडि राखेको छौँ। कार्यक्रमको अन्त्यमा तपाईँले भेट्न सक्नुहुन्छ। हुन्छ, धन्यवाद। अब हामी स्मारिका लोकार्पण गर्न गइरहेका छौँ अनि यो लोकार्पण गर्दै हुनको निम्ति म बोलाउन चाहन्छु नेपाली इसाई मण्डली बेबेघाटका आदरणीय पास्टर गुरुबा रोलेन्द्र गुरुबालाई। उहाँ अगाडि आउनुहुनेछ अनि हाम्रो आदरणीय पास्टर गुरुआमा पनि अगाडि बस्नु होला। अनि यसको सम्पादन गर्ने कामको जिम्मा मैले पाएको थिएँ अनि त्यसमा म पनि बस्नेछु र हाम्रो यसलाई छाप्ने कुरामा सहायता गर्नुहुने आदरणीय हाम्रो रामचन्द्र तिमती दाजु पनि यहाँ अगाडि बस्नुहुन्छ। हामी उहाँलाई सहायता गर्नेछौँ अनि यो विशेष गरी स्मारिकालाई हामी लोकार्पण गर्नेछौँ अनि परमेश्वरको सेवामा 40 वर्ष भन्ने यसको नाम राखेका छौँ। अनि यसलाई लोकार्पण गरिसकेपछि आदरणीय गुरुबा रोलेन्द्र गुरुबाले अनि त्यसको निम्ति प्रार्थना गर्नुहुन्छ।
हाम्रो केही शब्दहरू राखेर अनि त्यसको निम्ति स्मरणका निम्ति हाम्रो अगाडि दिदीले प्रार्थना गर्नुहुनेछ। आज कोइले मण्डलीको लागि मात्र होइन, यहाँ उपस्थित भएका सबै विभिन्न ठाउँमा भएका मण्डलीको निम्ति पनि आज एउटा उत्सवको दिन हो। कोइले मण्डलीको वरिष्ठ पास्टर डाक्टर रेभरेन्ड मङ्गलमान महर्जन जुन प्रकारले 40 वर्षको दौर सेवाकाई उहाँ सिध्याउनु भयो, अब यो सिधेको छैन, अझै यहाँबाट अझै अगाडि बढ्नुपर्नेछ। अनि त्यसको लागि परमेश्वरले उहाँलाई हरेक अवस्थामा सहायता गर्नु। अनि तपाईँ कतिजना थाहा पनि होला, कतिजना थाहा नहुनु पनि सक्छ, तर म यहाँ कोइले पाटन चर्चको छोटो इतिहासमा जस्तो लेखेको हो त्यही पढिदिन्छु, अनि त्यसबाट तपाईँले थाहा गर्नुहुनेछ। सन् 1980को दशक लागेपछि नेपाली इसाई मण्डली ज्ञानेश्वरको निमित्त धेरै आशिषमय समय रह्यो। मण्डलको सङ्ख्या क्रमशः बढ्दै गयो। पुलिसको सोधपुछको क्रम पनि बढ्न थाल्यो। ज्ञानेश्वर, पाटन, सानेपा र ललितपुरका अन्य ठाउँबाट पनि मानिसहरू आउन थाले। यसैले सुविधाका लागि मङ्गल बजार र सानेपामा 2 सङ्गतिहरू स्थापना गरिए र पछि बढ्दै गएपछि उनीहरू छुट्टै मन्दिरको रूपमा सञ्चालन हुने उद्देश्य राखिएको थियो। पाटन सङ्गति प्रशस्त मात्रामा बढ्यो। नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चको पाटनमा छुट्टै मण्डली हुनुपर्छ भन्ने विचार अनुसार जमिन किन्न जमर्को गरियो। धेरै उदारतापूर्वक दिए पाटनको निमित्त जमिन किनियो। यही समयपछि पाटन सङ्गति पाटन मण्डलीको रूपमा खडा भयो। मण्डली सञ्चालनको लागि एडन लङ्गोङ, मङ्गलमान महर्जन र एमएस राणाको समिति बनेको। एडन लङ्गोङ र मङ्गलमान महर्जन ज्ञानेश्वर मण्डलीमा डिकनहरू थिए। जुन 10, 1980 अर्थात् विक्रम सम्वत 2036 जेठ 3 गतेको मण्डलीको साधारण सभामा सञ्चालनको लागि ज्ञानेश्वरबाट 3 जना र पाटनबाट 3 जनाको समिति बनाउने प्रस्ताव पास्टर रबर्ट गुरुवाले गर्नुभएको थियो। साथै सोही सभाले नै सन् 1980 जुलाई 20 को भेटी पाटन सङ्गतिलाई दिने निर्णय गरेको थियो। यो चाहिँ भुवन देवकोटाद्वारा लिखित नेम ज्ञानेश्वर चर्चको इतिहास र 2 अग्रजहरूको पृष्ठ सङ्ख्या 35मा तपाईँले पाउन सक्नुहुन्छ त्यो पुस्तिकामा। अनि आज मलाई धेरै खुसी लाग्छ मेरो ज्ञानेश्वर मण्डलीबाट जुन प्रकारले उहाँहरू सुरुमा सानो सङ्गत सुरु गर्नुभयो। अनि अघि हामीले यहाँ पास्टर उहाँबाट सुन्दै थियौँ कि हिजो चाहिँ उहाँ 40 वर्षको सेवाकाल पुरा गर्नुभएको हाम्रो वरिष्ठ पास्टर
डाक्टर रेभरेन्ड मङ्गलमान महर्जनले। अनि उहाँले मात्रै होइन, उहाँलाई साथ दिने कोइनेना मन्दिरको सबै तपाईँहरू जति पनि अगुवा हुनुहुन्छ, मन्दिरको सबै सदस्य, तपाईँहरूको सबैको प्रयासमा अनि परमेश्वरको अनुग्रहमा उहाँ यहाँसम्म उहाँले दौड सिध्याउनु भयो। यसरी नै परमेश्वरको आशिष कृपामा कोइनेना मन्दिरको आदरणीय वरिष्ठ पास्टर डाक्टर मङ्गलमान महर्जनको नेतृत्वमा 40 वर्षको सेवाकाय प्रशंसनीय रहेको प्रत्यक्ष छ। कोइनेना मन्दिरको सम्पूर्ण अगुवाजनहरू साथै मण्डली सदस्यहरू प्रति हार्दिक बधाई अनि ज्ञानेश्वर मन्दिरको तर्फबाट म गर्न चाहन्छु। साथै उत्तरोत्तर वृद्धिको कामना पनि गर्दछु। परमेश्वरले तपाईँहरूको सबै सेवाकायमा आउँदो दिनमा आगामी सुन्दै थियो जुन चाहिँ 160 कोइनेना मन्दिरको सबै शाखा भएको छ भनिकन अनि अझै 160 होइन, अझै बढेर गएर है अझै धेरै ठाउँलाई धेरै ठाउँमा गएका मानिसहरूलाई प्रभुमा ल्याउने ईश्वरकामा अझ प्रभु बढ्ती ल्याउनु। अनि म साँच्चै नै फर्स्ट मङ्गलमान परिवार अनि कोइनेनाको पास्टरहरू अगुवाजन सबै मन्दिरको सब फेर आए। हामी ज्ञानेश्वर बेहीमा ज्ञानेश्वर मण्डलीको पुरा मन्दिरको तर्फबाट तपाईँलाई एकदमै हार्दिक हामी बधाई दिन चाहन्छौँ। अनि आउँदो दिनमा अगाडि गएको अनुसार परमेश्वर तपाईँले कस्तो गोठालो हुनुहुन्छ, उहाँलाई हामी यहाँसम्म ल्याउनु भएन, अझ पनि उहाँले हामीलाई लानुहुनेछ अनि कहाँ लानुहुनेछ अनि उहाँले हामीलाई असल गोठालो बनेर अझ पनि लानुहुनेछ। अनि हामी पास्टर रेभरेन्ड प्रकाश सुब्बाबाट पनि हामी कति चुनौतीपूर्ण वचन सुनेका छौँ। अनि आउँदा तपाईँ जति जवान अगुवा हुनुहुन्छ तपाईँले परमेश्वरमाथि भरोसा राख्नुहोस्। आफ्नो सर्वशक्तिमा होइन, तपाईँको पुरा भरोसा उहाँमा राख्नुहोस्। अनि तपाईँले हिँड्ने सबै बाटो उहाँलाई सुम्पिनुहोस् अनि उहाँले नै तपाईँको बाटोलाई सुगमता ल्याइदिनुहुन्छ। अनि हामीले चाहन्छौँ त्यो दिनमा 40 वर्ष मात्रै होइन, अझै 75 वर्ष 100 वर्ष पनि यो यस प्रकारले हामीले उत्सव मनाउँछौँ। पनि म पास्टर रेभरेन्ड मङ्गलमानलाई एकदमै धन्यवाद दिन चाहन्छु व्यक्तिगत अनि मन्दिरको तर्फबाट। उहाँले जुन सेवाकाय दिनुभयो निस्वार्थ सेवाकाय एकदमै हृदयदेखि नै खुसी मन्दिर अनि उहाँको सेवाकाय अझ परमेश्वर अझै उहाँको वृद्धि दिनु। अनि यी सबैको श्रेय हामीले श्रेय परमेश्वरले दिन्छ। किनभने परमेश्वरले तपाईँहरूलाई ज्ञान बुद्धि दिनु भएन भने हामीलाई शक्ति दिनु भएन भने हामी के पनि गर्न सक्दैनौँ। किन प्रभुले रोगी यौना पढ्नुमा भन्नुहुन्छ 5मा मद्वारा अलग रहेर के पनि गर्न सक्दैनौँ भनेको। अनि त्यसै हामीले प्रभुसँग रहौँ अनि पवित्र आत्माको शक्तिमा पवित्र आत्माको निर्देशमा नियन्त्रण जब रहन्छौँ भने हामीले गरेर सानो सेवाकाय राख्ने परमेश्वरले आफ्नो महिमा दिन्छ। धेरैको जीवनमा आशिष बग्छ। परमेश्वर हामी सबैलाई आशिष दिउँ। हामी यो समाजको लागि प्रार्थना गर्दछौँ। सबैजना आँखा चिम्मा गर्दछौँ। परमेश्वर पिता हामी तपाईँलाई आजको हाम्रो हृदयको अन्तस्करणदेखि आज 6 तारिक मार्च 2025 साल यो बिहिबारको दिनको लागि तपाईँलाई हामीको हृदयले धन्यवाद दिन्छु। किनभने यो दिन तपाईँले अघिबाट नै तय गर्नुभएको थियो। अनि आज तपाईँको दास वरिष्ठ पास्टर डाक्टर मङ्गलमान महर्जन जुन प्रकारले तपाईँले दिनुभएको जिम्मालाई तपाईँले दिनुभएको गाउँको हेरचाह गर्दै उहाँले 40 वर्षको सेवाकाय पुरा गर्नुभयो। अनि उहाँले सेवाकायको उहाँलाई जति पनि मन्दिरको प्रियजनहरूले मन्दिरको अगुवाजनहरू मन्दिरको सदस्यहरूले साथ दिनुभयो र सबैले प्रार्थनामा साथ दिनुभयो। अनि यो यहाँसम्म तपाईँले ल्याउनु भयो। यो सेवाकायको लागि तपाईँलाई धन्यवाद। यो जुन चाहिँ हामीले यो स्मारिका तयार गरेको छ यसमा जति पनि लेखेका कुराहरू छ प्रभु हामी यो स्मारकको लागि तपाईँको हातमा ल्याउन गर्छौँ। तपाईँलाई आशिष दिनुहोस्। अब जसले जसको हातमा रहनेछ पढ्नेछ प्रभु अनि यसबाट
सबैले प्रेरणा आशिष अनि उत्साह दिएको हुन्छ अनि आउँदै दिनमा तपाईँको सेवा गर्नको लागि हामी सबैजना तयार भएर दिनुहोस्। धन्यवाद तपाईँले यति राम्रो समय दिनुभयो। अनि डाक्टर मङ्गलमान महर्जनको यो सेवाकाको 40 वर्षको उत्सवमा हामी सबै उत्साहित भएछौँ। हामी यो उत्सवमा हामी सहभागी हुन पायौँ अनि कतिजना आउने इच्छा गर्नुभयो आउनु सक्नु भएन। उहाँलाई जुन आशिष सायद छ तपाईँ दिनुहोस्। जति बेलासम्म हामी यहाँ गर्नुहोस् अझै जति कार्यक्रम बाँकी छ ती सबैमा तपाईँले आफ्नो आत्माको नियन्त्रणमा गराइदिनुहोस्। अनि हामीले आज गरेका सबै कुरोबाट तपाईँ परमेश्वर पिताले हामी ख्रिस्ट यीशुमा पवित्र आत्माबाट महिमा दिन चाहन्छौँ। हामी सबै धन्यवाद दिदी प्रार्थना यीशु प्रभु तपाईँको प्यारो अनि मिठो नाममा हामी माग्दछौँ। सबैलाई चाहिँ त्यसै हुन्छ। हाम्रो आदरणीय रोलेन बङ्गुन गुरुबालाई धेरै धन्यवाद दिन चाहन्छौँ र हामी नेपाली इसाई मण्डली ज्ञानेश्वरलाई धन्यवाद दिन चाहन्छौँ। जसरी पाटन मण्डली स्थापना गर्नको निम्ति उहाँहरूले स्वीकृति दिनुभयो, पहल गरिदिनु भयो, भेटी उठाएर दिनुभयो र यस प्रकारले हामीलाई सहायता गर्दै आउनुभएको छ र अहिलेसम्म पनि हामी मिलेर सँगसँगै धेरै कुराहरूमा काम गर्दैछौँ। आउँदो दिनहरूमा पनि अझै मिलेर सँगसँगै प्रभुको राज्य विस्तारको कुराहरूमा अगाडि बढ्न सकौँ अनि प्रकारले हामी प्रार्थना गर्दै जाउँ। पशुबाको हृदयको कुरा तपाईँहरूको माझमा प्रकट गरेको विशेष point यहाँ मण्डलीका अगुवाहरूलाई विश्वासीहरूलाई उहाँले हृदयदेखि धन्यवादको यो शब्द तपाईँहरूप्रति चाहिँ यो गीतद्वारा प्रकट गरिएको छ। यसलाई लेख्नुभएको आदरणीय दाजु शेर दाजु लेख्नुभएको थियो सङ्गीत आफैले अनि हामी पार्टीको तर्फबाट पशुबाको हृदय कुरा तपाईँहरूको माझमा धन्यवादका शब्दहरू गीतद्वारा प्रकट गर्दैछौँ। Thank
आत्माको शान्ति अनि सहभागिता हामी सबैजनासँग आज अनि आजदेखि उसो सदा सर्वदा बनिरहोस्। आमेन आमेन। जय मसीह। जय मसीह कार्यक्रम सकिएको छ। यहाँ छिएर त दिने कि यहाँ सबैलाई गुड न्युज कार्यक्रम सकिएको छ। अब खाना खान जान सक्नुहुन्छ। तर यहाँ बधाई दिन चाहनुहुन्छ भने हाम्रो आदरणीय पास्टरलाई भेटेर शुभकामना दिन चाहनुहुन्छ। यस्तै केही फला ल्याउनु भएको छ, केही किसान त यस्तै राम्रो छ भने पनि तपाईँले दिन सक्नुहुनेछ। र म आयोजक समितिका सम्पूर्ण साथीहरूलाई अगाडि आइदिनु हुनुलाई अनुरोध गर्न चाहन्छु। सायद हामी फोटो खिच्छौँ कि थाहा छैन। कार्यक्रम सकिएको छ। सबै आजको कार्यक्रम सबै कुरा फिनिस भयो। प्रभुलाई धन्यवाद। सबै राम्रो भएको छ। खुसी लाग्यो जिन्दगानीमा। जिन्दगी कस्तो छ सधैँको चाहिँ मलाई त चिसो हुन्छ हौ। अरू मान्छे चाहिँ तातो हुन्छ। स्वास्थ्य कस्तो छ? मैले कहाँ आगो देखेको थिएँ कि क्या हो सुसन प्रकाश सरलाई बोलाउँदा ऊ जाँदैछ। पासोवालाई म बोलाइ ल्याउँछु नि त। सरी फोटो खिच्दै होला है। आज फोटो खिच्दा आज फेसबुक भर्ने भयो है। आज फेसबुक भर्ने भयो है। आज फेसबुक भर्ने तपाईँको पर्खाइमा हुनुहुन्छ, तपाईँलाई बोलाउँदै हुनुहुन्छ। बधाई छ सुगर डाउन भइसक्यो। सुगर डाउन भइसक्यो जाउँ। यहाँ पास्टरवालाई बधाई दिने कुराहरू एकदम भइरहेको छ। यहाँनिर भेट्नु चाहिँ पाएको छैन। तर जस हेर्नु सबै देखिरहेको होला। पास्टरवालाई बधाई दिने सब लाइन लगाएर लगभग सकिसक्यो। अब ल दिदी सब ठिकै हुनुहुन्छ नि? बहिनीहरू त कहिले काहीँ चाहिँ भेट्छु। कहिले काहीँ चर्चमा आउँदा चाहिँ हो बिहेमा भेटेको। हाम्रो त्यो रेबिकाको बिहेमा भेटेको। ल यहाँनिर चाहिँ पास्टरबालाई सबैले बधाई दिने गर्ने लाइन हुँदा हुँदा अब सकिन लाग्यो। अब लगभग सकिसक्यो। अब यस्तो भइरहेको छ। अन्तिम कुराहरू तपाईँले हेर्दै हुनुहुन्छ होला। पास्टरबाको नजिक उहाँको छोरा पनि छ, बुहारी हुनुहुन्छ। हाम्रो उहाँ चाहिँ हाम्रो अगुवा हुनुहुन्छ, एल्डरबा हुनुहुन्छ। उहाँको परिवार फोटो खिच्दै हुनुहुन्छ त्यहाँ। हाम्रो अनि यतापट्टि चाहिँ दिदीबहिनीहरू नेवारी डान्स गर्नुभएकाहरू सबजना बसेर बधाई दिनुहुन्छ, बधाई दिँदै हुनुहुन्छ। ल लगभग सकिन लाग्यो। अब आजको सबै कार्यक्रमहरू लगभग सकिएको छ हो नि हो। ल यसरी हेर्दाखेरि आज कार्यक्रमको यस्तो थियो सबै। ल त सब ल हामी पास्टरवालाई हामी माला लाउन जाँदैछौँ। हामी पास्टरवालाई खदा लाउँदैछौँ हामी पनि।
हामी पनि भाइलाई हामी पनि यस्तो मौका लिएको नि दाइ पसिना बसौँ 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 पहिला दिदी बहिनीहरू ल मेरो दाइलाई लौ 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 खिचौँ 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 यहाँनिर चाहिँ पार्श्वबाको सँग फोटो खिच्ने दिदीबहिनीहरू हुनुहुन्छ उहाँ चाहिँ सब दिदीबहिनी कमिटीहरू हुनुहुन्छ उहाँहरू जयमसी जयमसी दाइले यो दिन मन लाग्यो भने प्रश्न कस्तो आएर तपाईँको पुछिरहेको छु हो म त्यो अघि पुस्नु त्यहाँ भनिरहेको छु त्यहाँ पुछिरहेको छु यहाँ पानीमा चाहिँ लगाइरहेको छु यस्तो गरेर हिँड्नु भन्नु परेन अरूलाई फोटो खिच्ने आउँछ पुरै पुस्नु होइन यो लाइन भन्छ नाम भयो क्या ल दाइ ल लेखा कुरो लगाइहाल्नु सबैले ल लेखा कुरो हामी चाहिँ पार्श्वबालाई हामी पनि बधाई दिनु आएको छौँ नि हामी पार्श्वबालाई बधाई चट्ट दिएर बधाई छ धेरै 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 धन्यवाद ल खिचौ एउटा चट्ट थ्याङ्क यू ल ल ओके ओके हेरे 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 ल है त 1 2 3 1 मोर One more. ल आयो त दामी आएको छ त पुरुष बस्दै हुन्थ्यो नत्र नि खै खै के छ ल सक्यो ल बाई बाई टाटा ल ल ल ल 1 2 3 गो 1 2 ओ हजुर ल 1 2 3 4 1 2 3 4 ल कति ल सबैले छोड्दिन्छ अब एकचोटि सबै छोड्नुहोस् त दुईजना मात्रै दुई मात्रै अब छैन अब ठिकै जानुहोस् त हस्दैपछि हामी यहाँबाट लाग्दैछौँ बाई 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 यहाँबाट लाग्दैछौँ महिमा भएको होस् आज कार्यक्रम सब सकेर हामी हिँड्दैछौँ अब हामी यहाँ हेर्दैछौँ भाइ बहिनीहरू फोटो खिच्नु सिधेको छैन रहेछ अब हामी वान वे हो कि के हो वान वे त होइन होला कताबाट सोचौँ त कताबाट यताबाट ठिक हुन्छ वान वे हो यो वान वे हो यो वान वे हो उता हामी झन्डै वान वे ट्राफिकमा बसिरहेको थियो अनि हामी यता जानुपर्ने भयो रेसमा भाउजू जयमसी जयमसी ल हामी